नेपालको मध्य पहाडी भागमा अवस्थित सिन्धुली जिल्ला अन्तर्गतको घ्याङलेह गाउँपालिका वडा नम्बर 1 प्राकृतिक, ऐतिहासिक र सामाजिक दृष्टिले विशिष्ट पहिचान बोकेको एक नमुना वडा हो। यो वडा प्रकृतिको अनुपम उपहार मात्र होइन, इतिहास, आस्था, सङ्घर्ष र विकासको सङ्गम पनि हो। शिवजीको बास छ, आस्थाको हो केन्द्र यो, आस्थाको हो केन्द्र यो। उकालीका चित्र छन् ओरालीका। यहाँ अवस्थित फापरचुली डाँडा, जसलाई महाभारत श्रृङ्खलाको शिर पनि भनिन्छ, यस वडाको गौरव हो। यसै फापरचुली डाँडाको शिरमा अवस्थित महादेव मन्दिर श्रद्धा र आस्थाको प्रतीक, जहाँ प्रत्येक वर्ष धार्मिक मेलाहरू आयोजना हुने गर्दछन्। यस मन्दिरमा आउने भक्तजनहरू केवल धार्मिक पूजाका लागि होइन, आत्मिक शान्तिको खोजीमा आउने गर्दछन्। हरियाली, वनजङ्गल, वन्यजन्तु र प्राकृतिक स्रोतहरू यहाँको पर्यावरणीय सौन्दर्यको प्रतीक हुन्। देश सङ्घीय संरचनामा गएपछि साबिक अमले गाउँ विकास समितिलाई नै हालको घ्याङलेह गाउँपालिकाको वडा नम्बर 1 बनाइएको हो। यस वडाको केन्द्र अर्थात् वडा कार्यालय अमलेमा रहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार यस वडाको जनसङ्ख्या 2060 रहेको छ। तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जात जातिहरूको पनि मेलमिलापपूर्ण बसोबास रहेको छ। यस वडाका अधिकांश जनताहरू कृषि पेसामा संलग्न छन्। वडाको समग्र विकासको यात्रामा अगुवाई गर्ने दृढ इच्छा शक्ति र दूरदृष्टियुक्त वडा अध्यक्ष सोमबहादुर भोलन सहितका जनप्रतिनिधिहरूको नेतृत्वका कारण आज वडा नम्बर 1 परिवर्तनको मार्गमा अग्रसर छ। सिमले जनयुद्धको एक गहिरो इतिहास बोकेको स्थल। यहाँको माटोमा शहीदहरूको रगत मिसिएको छ, जसले आजको परिवर्तनको आधार तयार गरेको छ। जनयुद्धको कठिन यात्रामा यस वडाले 12 जना वीर सपुतहरूलाई गुमाएको छ। जनयुद्धका शहीदहरूको सम्झना र सम्मानको लागि सिमलेमा अर्धकदको शालिग राखिएको छ। शहीद पार्क व्यवस्थित र सुरक्षित बनाउने कार्य भएको छ। सांस्कृतिक र धार्मिक विविधताले भरिएको यो वडामा महासत्य धर्मकुण्ड प्राकृतिक गुम्बा भुवासै, टुनी भन्ज्याङमा रहेको बुद्ध मूर्ति, अन्य गुम्बा मन्दिरहरूले शान्तिको सन्देश फैलाउँदछ। बौद्ध दर्शन, परम्परा र संस्कृति सहिष्णुताको जीवन्त उदाहरण हो यो क्षेत्र। वडामा अहिले सडक सञ्जाल विस्तार भइरहेको छ। पहिले पैदल हिँड्नु पर्ने बाटोमा अब गाडी गुड्ने बाटो बनेको छ। यसै वडा हुँदै जाने पिपल भन्ज्याङ, हायुटार, रामपुर सडक कालोपत्रे पिच हुँदै गएको छ। सिमले, खटार, अमले, मुडेधारा सडक, सुकाचुरी, ग्वाटे सडक र बुक्ति पटमास, कोलटार, बछ्यौटार सडक लगायत वडाभित्र प्रत्येक टोलमा पुग्ने सडक सञ्जाल विस्तार भएको छ। यो वडा नमुना समाजवादीबाट मैले केही खानेपानी, केही स्वास्थ्य क्षेत्रमा प्रत्येक घरधुरीलाई बिमा गरिदिएको छ। अनि यो 9वटा स्थानमा फ्री वाइफाई जोनको चाहिँ कार्यक्रम अगाडि बढाएको थियो। त्यो चाहिँ अलि समस्या देखेको छ त्यसलाई, किनभने त्यो प्राविधिक अब चाहिँ उनीहरूको हामीलाई त त्यो त्यति थाहा हुँदैन। अब चट्यान हान्ने बेला बेलामा अहिले पनि कतिपय ठाउँमा छैन। मैले बार फोन गरेर उहाँहरूसँग समाउने गरेछ, कम्तीमा यो अलि चाँडो जोड दिनु पर्यो भनेर। त्यो चाहिँ समस्या भएको छ। नभए एम्बुलेन्सको कुरा
हाम्रो लगभग टेन्डर भइसकेको छ। अहिलेको परिस्थितिले अब त्यो फाइलहरू हाम्रो जल्यो कि के हो त्यो चाहिँ थाहा भएन। हाम्रो फाइलहरू मन्त्रालयमा छ। त्यो कुरा यदि जलेन भने हाम्रो त्यो एम्बुलेन्स दसैँ तिहार पछाडि सम्पर्क गर्नु भने चाहिँ कम्पनीलाई हामीले टेन्डर लगाइसकेको छ। स्वास्थ्य, शिक्षा अनि कृषि हाम्रो त्यसरी मैले सोच गरेर चाहिँ त्यसरी प्लान बनाएको छ। शिक्षा, स्वास्थ्य, यहाँ उत्पादनलाई जोड दिनु पर्यो। अहिले हेर्ने हो भने गाउँ पुरै खाली भएको छ। अब त्यसको चाहिँ मेरो अनुभवमा के हो भने तर यहाँको मान्छेहरू विदेश गएको छ तर त्यसको उपलब्धि धेरै न्यून छ, कम छ। अब त्यो भएको हुनाले अब यहाँ कृषिमा अलिकति यसको व्यवस्थापन गर्न सकियो भने यहीँ टिकेर यहीँको जनशक्तिले गर्न सक्यो भने यहाँ लगभग भविष्य छ। यो सिमले हाइटर सडक जुन पहिला चाहिँ 4 करोड जम्मा पैसा थियो, हामीले 1 वर्ष रोकाएर त्यसलाई 28 करोडमा ठेक्का लाउने काम भएको छ। अहिले लगभग पिच पनि लगभग आज र भोलिमा सिद्धिँदैछ त्यो पनि। अनि अब जस्तै शाखाहरूमा सङ्घ र प्रदेशमा त्यतिकै पहल गरेर 30 लाख, 20 लाख, 50 लाख पैसाले अन्य शाखा बाटाहरू पनि सुधार भएको छ। बिजुली विस्तारले ओडाका गाउँ उज्यालो भएका छन्। अहिले ओडाका सबै घरमा राष्ट्रिय प्रसारण प्रणालीबाट सञ्चालित विद्युत सेवा पुगेको छ। बिजुलीले ल्याएको यो उज्यालोले शिक्षामा नयाँ ऊर्जा थपेको छ, व्यवसायमा पनि गति दिएको छ अनि घर परिवारको जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। स्थानीय तहको सक्रिय पहलका कारण ओडा नम्बर 1 अब उज्यालो भविष्यतर्फ अघि बढिरहेको छ। यहाँको बिजुली सम्पन्न भएको छ, सबै घरमा पुगेको छ। सबै घरमा अलिकति त्यहाँ तार पोल सबै पुगिसक्यो, छरछरेको 10-12 घर बाँकी छ। त्यहाँ केही समस्याको कारण सुनकोसीसँग अलिकति विवादको कारण त्यहाँ पुगेको, त्यो पनि तत्कालै समन्वय भइरहेको छ। त्यो चाहिँ विद्युत प्राधिकरणसँग त्यो तत्कालै त्यो पनि हुन्छ। यो दसैँ तिहार पछाडि लगत्तै हुँदोमा त्यो पनि त्यहाँ लाइन छोड्न मात्रै बाँकी हो। त्यहाँ केही समस्याको कारणले त्यहाँ चाहिँ बाँकी छ। अरू ठाउँ त कुनै घर बाँकी छैन। अलिकति यो माथिल्लो बेलमा यो लाइन चाहिँ पुग्यो, अलिकति त्यसमा लाइनलाई बढाउनु पर्ने काम बाँकी छ। अब त्यो पनि यो वर्ष मैले कुरो गरिसकेको छ। यो वर्ष चाहिँ थप्ने भन्ने कुरा भएको छ। ओडामा आधारभूत तहदेखि माध्यमिक तहसम्मका गरी 8वटा विद्यालयहरू छन्। बागमती प्रदेशको नमुना ओडा समाजवादी कार्यक्रम अन्तर्गत शिक्षामा प्रविधिको प्रयोग गर्दै प्रविधि मैत्री शिक्षा प्रणाली लागू गरिएको छ। विद्यार्थीहरूलाई डिजिटल प्रविधिमा सिकाइ गराउन नमुना ओडा समाजवादी कार्यक्रमबाट प्रविधिहरू हस्तान्तरण गरिएको हो। यस ओडालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको छ। फ्री वाइफाई जोन बनाइएको छ। विद्यालय भवन निर्माण, प्रविधि मैत्री पठन पाठनका लागि आवश्यक पर्ने उपकरणहरूको व्यवस्थापन, विद्यालयको वातावरण सुरक्षित बनाउन घेराबेरा निर्माणको कार्य लगायतले बालबालिकाको भविष्य उज्यालो बनाउँदैछ। अब अहिले हेर्ने हो भने प्रत्येक विद्यालयले आइसिटी स्मार्ट बोर्डहरू जडान भएको छ। शिक्षा गुणस्तरको निम्ति अहिलेको डिजिटल उसको लागि अब किनभने हरेक चिज चाहिँ अलिकति शिक्षालाई अगाडि बढाउनुपर्छ भन्दै गर्दा मैले हरेक ड्रेसहरू वितरण गर्ने, आकर्षण गर्ने, कतिपय स्कुलहरूमा झोलाहरू वितरण गर्ने कार्यक्रम भइरहेको छ। पूर्वाधारहरू पनि त्यही अनुसारले बनिरहेको छ। अफिसियली चाहिँ नपुग ठाउँहरूमा प्रिन्टर, कम्प्युटर, ल्यापटप सबै स्कुलमा पुगेको छ।
यस वडामा रहेको अमले स्वास्थ्य चौकीबाट नागरिकले गाउँमै सजिलो र भरपर्दो रूपमा स्वास्थ्य सेवा पाएका छन्। स्वास्थ्य चौकीको भवनलाई पुनर्निर्माण गरेपछि स्वास्थ्य सेवा पनि सुदृढ बन्दै गएको छ। स्वास्थ्य चौकीबाट खोप कार्यक्रम, मातृ शिशु सेवा, नियमित औषधि सेवा प्रभावकारी रूपमा सञ्चालनमा छन्। नमुना वडा समाजवादी कार्यक्रम अन्तर्गत वडाका सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गरिएको छ। वडाका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिन एम्बुलेन्स खरिद कार्यको प्रक्रिया थालिएको छ। नमुना वडा समाजवादी कार्यक्रमको अरू योजनाहरूले वडालाई थप विकासको गतिमा अगाडि बढाएको छ। स्वास्थ्यमा यहाँ दुईटा छ, एउटा स्वास्थ्य चौकी, एउटा चाहिँ इकाइ छ। अनि यसको चाहिँ म निरन्तर लागेर पहिलो वर्षदेखि नै निर्वाचित भएदेखि योजना परेको छ, आउँछ भन्ने कुरा थियो। तर डिपिआर चाहिँ भएको रहेछ, योजना होइन रहेछ। मैले लगभग धेरै ठाउँ चाहिँ धेरैचोटि मैले कोसिस गरेको छ। पोहोर चाहिँ मैले 15 लाख ल्याउन सफल हो। 15 लाखले पनि एउटा चाहिँ स्वास्थ्यले पहिला जीर्ण थियो, धेरै जीर्ण थियो। त्यहाँ चाहिँ वालबाट पानी चुहिने, त्यहाँ औषधिहरू बिग्रिने। अनि अब अहिले चाहिँ त्यसबाट मुक्त भएको छ। मर्मत होइन, त्यो अनुसारको 15 लाखको एउटा भवनै बन्छ। कृषि यहाँको जनताको प्रमुख जीविकोपार्जनको क्षेत्र हो। यस वडामा धान, मकै, कोदो, अदुवा, बेसार लगायत अन्न, तरकारी, विभिन्न फलफुल लगायतका कृषि उपजहरू मुख्य रूपमा उत्पादन हुन्छन्। वडाका हरिया खेतबारीमा अब परम्परागत खेती मात्र होइन, आधुनिक प्रविधिको पनि प्रयोग बढ्दैछ। वडाको खेतीयोग्य जमिनमा सिंचाइ कुलो निर्माण भएका छन्, जसले गर्दा यहाँका किसानहरू अब वर्षामा मात्रै होइन, वर्षभरि खेती गर्न सक्षम हुँदै गएका छन्। हरिया वनजङ्गलमा सहजै घाँस पाइने भएकाले यहाँका किसानहरूले पशुपालनलाई मुख्य पेसा नै बनाएका छन्। पशुपालनमा गाई भैँसी, बाख्रा, भङ्गुर, कुखुरा पालनको लागि यस वडा निकै उपयुक्त रहेको छ। पशुपालन मार्फत आम्दानीको नयाँ बाटो खुल्दै गएको छ। गाउँपालिकाको सहयोगमा बाख्रा वितरण, बाख्राको खोर, गाई वस्तुहरूको गोठ सुधार गरिएको छ। हामीले धान जाने ठेसरहरू हामीले वितरण गरेको थियौँ। कतिपय चप कटरहरू वितरण गरेको थियो, त्यो सञ्चालनमै छ, अहिलेसम्म राम्रै भएको छ। पशुमा पनि ठिकै छ। अहिले यसो हेर्ने हो भने बाख्रा खोरहरू अहिले बनाएर एकदम राम्रो, बाख्रामा अलि बढी चाहिँ राम्रो भएको देखिन्छ। सफा पानी स्वस्थ जीवनको आधार हो। वडा नम्बर 1 मा अहिले सबै नागरिकलाई लक्षित गर्दै स्वच्छ खानेपानी सेवा पुर्याउने अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ। एक घर एक धाराको अभियानलाई प्राथमिकता दिँदै विभिन्न खानेपानी योजनाहरू निर्माण भएका छन्। खानेपानी लगभग सबै ठाउँमा छ, सबै ठाउँमा धाने छ। अब कतिपय ठाउँमा हामीले त्यो मर्मतहरू गर्नुपर्ने ठाउँमा मर्मत गरिरहेछ। अलिकति अपुग भनेको हामीले सिँचाइहरू अपुग छ, त्यसलाई पनि हामी पुरा गर्नको निम्ति यो वडा नम्बर 1 मा यो मरेन पूर्व जलधार सिमले उपजलधार भन्ने एउटा आयोजना, यो पनि बहुवर्ष योजना हो। यो 6 वर्षको लागि परेको छ। त्यसले पनि चाहिँ सिँचाइ, खानेपानी, कृषि यो क्षेत्रमा काम गर्छ। लगभग यसले यति 6 वर्ष गर्यो भने यो सम्पन्न हुन्छ। वडाबाट दिइने सेवा प्रवाह छरितो, पारदर्शी र जनमुखी बन्दै गएको छ। वडामा नमुना वडा समाजवादी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा छ। जनताको सहभागिता, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने दिशामा वडाले उल्लेखनीय कदम चालेको छ। योजनाहरू त पूर्वाधार निर्माण पनि थियो, चेतनाशील जस्ताहरू पनि थियो र विद्यालय विभिन्न विद्यालयमा चाहिँ पुस्तक वितरण जस्तोहरू कार्य थियो। अब करिब सम्पन्न सबै नै, अब एउटा मात्र योजना सम्पन्न भएन, सबै सम्पन्न। प्राथमिकता बाटो घाटो नै हो के प्राथमिकता। बाटो दिए मूल बाटो, हाम्रो मूल बाटो नै प्राथमिकता अलिकति। अनि मूल बाटो र अनि अरू
पुल निर्माणहरू थियो यसपालि। हामीले हाम्रो चाहिँ बेला बेलामा चाहिँ सचेतना गराउने अब तपाईँहरूको योजना के अरे सम्पन्न भएको भएन होइन, बार चाहिँ अब उहाँहरूले चाहिँ हामीले सोधखोज गरिरहने होइन, अनि पटक पटक चाहिँ हामीले के अरे जानकारी गराउनु है तपाईँहरूको योजना सकेको छ कि छैन, हामीले वडाबाट के गर्नुपर्छ भनेर बार सूचनाहरू जारी गर्ने, अनि बेला बेला अनुगमन जाने यो काम के भइरहेछ भनेर चाहिँ सोधखोज गरिरहने हामीले वडाबाट। योजना कार्यान्वयन सुरुमा हाम्रो के अरे निर्णय भएका चाहिँ एउटा बुदाहरू हामीले बोलाउँछौँ होइन, समितिकरण गर्छौँ। समितिकरण गर्नु यति मिति भित्र समितिकरण गर्नु सक्नुपर्छ भन्ने हाम्रो रुल जारी हुन्छ पालिकाबाट होइन, त्यो मितिभित्र हामीले चाहिँ सुरुमा समितिकरण गर्छौँ। अनि समिति गरे पश्चात यति भित्र चाहिँ तपाईँहरू चाहिँ के अरे सम्झौतालाई आउनु होला, 5 लाखभन्दा मुद्री चाहिँ वडामा 5 लाखभन्दा माथि योजनाहरू चाहिँ पालिकामा सम्झौता जानु होला भनेर हामी जानकारी गराउँछौँ। अनि जानकारी गरेपछि अनिखेर प्राप्ति स्टेटमेन्ट अनुसार चाहिँ उहाँहरूले स्टेट साथै लिएर चाहिँ हामीले कहाँ चाहिँ सम्झौता गर्न आउनुहुन्छ। अनि सम्झौता गरेपछि उहाँले काम सुरु गर्नुहुन्छ। काम सुरु पश्चात हामी 3 पटक जस्तै काम सुरु गर्नुभन्दा अगाडि, काम गरिरहँदा र काम सम्पन्न भए पश्चात पनि 3 पटक हामी अवलोकन जान्छौँ। काम गर्नुभन्दा अगाडि कस्तो थियो, त्यहाँको वातावरण, गरिरहँदा के भइरहेको थियो, समस्या भयो कि, अनि काम सम्पन्न भएपछि के भयो भन्ने हामी 3 पटकसम्म अनुगमन गरेर जान्छौँ। सकेसम्म हामीले यो आउने बित्तिकै चाहिँ एउटा रोल वाइज जस्तै सुरुमा आउने को आउनु भएको छ होइन, उहाँको काम अगाडि गर्छौँ, त्योभन्दा पछाडि को छ उसको पालो सिस्टममा हामी काम गर्छौँ। र यदि अब हामीले के पनि गरिरहेछौँ भने जस्तै सेवाग्राहीहरू जस्तै एउटा सानोतिनो कामले जिल्लामा गएर अड्क्या हुन्छ होइन, सिकाएर अड्क्या हुन्छ, हामी त्यो जिल्लाबाट आएको तपाईँले के समस्या भयो भनेर उहाँले जानकारी गर्नु बित्तिकै यहाँबाट हामीले के अरे काम सम्पन्न गरेर काम गरेर सिफारिस दिएर हामी के अरे एसएमएसद्वारा अर्थात् चाहिँ मेल गरिदिन्छौँ र त्यसरी काम सम्पन्न गर्छौँ। आजसम्म राम्रै भइरहेछ। अब आजसम्म चाहिँ अब सेवाग्राहीको गुनासोहरू आएको छैन, ठिकै छ भनेर रहनु भएको छ। हामी अब पटक हामी अब सार्वजनिक सुनाइ पनि गर्छौँ। तपाईँहरूको सार्वजनिक सुनाइ गर्दाखेरि भन्नुहोस् हाम्रो कमजोरी के छ, जनप्रतिनिधि कमजोरी के छ, कर्मचारी कमजोरी के छ भन्नुहोस् है, हामी सुध्रिने मौका पाउँछ। पछाडि मात्रै कुरा गर्नुभन्दा पनि तपाईँले अगाडि आएर भनिदिनुहोस्, हामीलाई सुध्रिने मौका पाउँछ भनेर जानकारी गराउँछौँ। प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, जनताको सङ्घर्ष र सरकारको प्रतिबद्धताले समृद्धिको बाटो लिएको छ ह्याङ्ले गाउँपालिका वडा नम्बर 1 ले।